नमस्कार, नन्दिता राई युट्युब च्यानलमा तपाईहरूलाई हार्दिक स्वागत छ। तपाईहरू मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया लाइक, कमेन्ट, शेयर र सब्स्क्राइब गर्न भने नभुल्नुहोला। आज म नेपाली टेलिश्रृङ्खला केसरी नयाँ भागको बारेमा केही जानकारी लिएर आएकी छु। आशा छ यो भिडियोलाई मन पराएर अन्तिमसम्म हेरेर साथ दिनुहुनेछ। तपाईहरूलाई केसरी सिरियल कस्तो लाग्छ? मलाई एकदमै मन पर्छ। यो हामीले नेपाली समाजले रुचाउने र कसैको जीवनमा वास्तविक घटनामा आधारित पनि हुन सक्छ। बसन्त, केसरी र सिर्जनाको जीवन, तीनजनाको जीवन अहिले अन्योलमा नै बितिरहेको छ। सिर्जनाको पेटमा बसन्तको बच्चा भएपछि सिर्जनाले आफ्नो बुवालाई यति जिद्दी गर्छ कि उसले बसन्त मसँग आएर बसेन भने म पानीसम्म पनि खान्न, खानेकुरा केही पनि खान्न भनेपछि सिर्जनाको बुवा बाध्य भएर बसन्तको घरमा जान तयार हुन्छ र गएको पनि हुन्छ। बसन्तको बुवाले पनि आउनु सल्लाह गरौँ भन्ने कुरा गरेपछि सिर्जनाको बुवा र बसन्तको मामा बसन्तको घरमा जान्छन्। तर त्यहाँ कुरा मिल्दैन। बसन्तले पनि अब आफ्नो परिवारले जे चाहन्छ म त्यही गर्छु भन्ने जवाफ पाएपछि सिर्जनाको बुवालाई आफ्नो अपमान भए जस्तो लाग्छ र उनीहरू फर्किन्छन्। यता सिर्जनालाई त्यति नै बेला उसको पेट दुख्छ। सिर्जनाले बसन्तलाई पनि फोन गर्छ तर बसन्तले फोन उठाउँदैन, किनभने बसन्त र केसरीको सम्बन्ध अब नबिग्रोस् भन्ने कुरा बुवा आमाले चाहनुहुन्छ र सकभर बसन्तलाई फोन नउठाउनु अथवा फोनै आउन नमिल्ने बनाउनु भनेर आमाले भन्नुहुन्छ। तर बसन्तले त्यस्तो होइन, म नम्बर चेन्ज गर्छु भन्ने कुरा गर्छ। सिर्जनाको पेट एकदमै दुखेको हुन्छ। सिर्जनालाई पेट दुखेर ऊ बिरामी भएको कारणले बसन्तलाई फोन गरेको हुन्छ। बसन्तको फोन नउठेपछि सिर्जनाले फेरि आफ्नो बुवालाई फोन गर्छिन्। तर बुवा र बसन्तको मामा पनि फर्किँदै गरेको हुनुहुन्छ। सिर्जनाको बुवालाई के लाग्छ भने सिर्जनाले बसन्तले के भन्यो, बसन्त कहिले मलाई भेट्न आउँछ भन्ने कुरा सोध्नलाई होला म उसको अगाडि गएर कुरा गर्न सक्दिनँ, म फोन उठाउँदिनँ भन्दै उहाँले फोन उठाउनुहुन्न। तर त्यहाँ परिस्थिति अर्कै हुन्छ। सिर्जना बिरामी भएको हुन्छ। यता केसरी र बसन्तलाई जहिले पनि विवाहपछि तीनजनाको जीवन सिर्जनाले गर्दाखेरि केसरी, बसन्त र सिर्जनाको जीवन एकदमै तनावग्रस्त भएको कारणले कहिले पनि केसरी र बसन्तले खुसी नपाएको कुरा बसन्तको आमाले अड्कल गर्दै उनीहरूलाई घुम्नको लागि 2-4 दिन बाहिर पठाउने सल्लाह गर्छन् र त्यसरी नै उनीहरू तयारी अवस्थामा रहन्छ। यता सिर्जनाको बुवा बसन्तको मामाकोमा अल्मलिएर घरमा पुग्दाखेरि सिर्जना बेहोस भएकी हुन्छन् र पछि उसले बाहिरबाट बोलाउँदाखेरि सिर्जनाले बुवालाई बोलाउँछिन् र भित्र पस्दाखेरि अवस्था कस्तो हुन्छ भने सिर्जनाले सबै अब कुरा सकिएको कुरा गर्छिन्, किनभने उसको पेटको बच्चा खेर गएको हुन्छ। तर यो सबै अड्कल मात्रै हुन सक्छ। अस्पतालमा गएर नजचाइन्जेल केही पनि थाहा हुँदैन भन्ने कुरा गरेर उनीहरू अस्पताल जानको लागि तयार हुन्छन्। तर सिर्जनाको बुवाले यदि बच्चा नै खेर गएको हो भने पनि भाग्यमा नभएको कुरो बल गरेर पाइँदैन, त्यसैले दुखी नहुनको लागि आफ्नो छोरीलाई भन्नुहुन्छ र उनीहरू अस्पतालमा जान्छन् र सोचे जस्तै बच्चा पनि खेर गएको हुन्छ। यो अवस्था र यो कुराले सिर्जनालाई एकदमै धेरै तनाव हुन्छ। बच्चा पेटमा भएकै कारणले बसन्त सिर्जनाको नजिक थियो। अब उता बसन्त र केसरी भने घुम्न जानको लागि तयार हुन्छन्। बसन्त र केसरी दुईजना खुसी साथ घुम्न जान्छन् भने यता सिर्जनाको जीवनमा भने वज्रपात परेको छ। उसको पेटमा भएको बच्चा खेर गएको छ। उसलाई एउटै आशा थियो बसन्तसँग नजिक हुने, त्यो पनि अब हराएको छ र अस्पतालमा डाक्टरले पनि बच्चा खेर जानुमा आमाले गरुङको भारी बोक्दैमा, धेरै काम गर्दैमा मात्रै हुँदैन, उनीहरू आमाको मानसिक स्वास्थ्य अवस्थाले पनि निर्भर रहन्छ भन्ने कुरा गर्छिन् र आउने बच्चा हुँदाखेरि यस्तो कुरामा बढी ध्यान पुर्याउनु होला भनेर त्यहाँबाट सिर्जनालाई डिस्चार्ज गर्छ र बुवा बसन्तको मामा सिर्जना उनीहरू घर पुग्छन्। सिर्जनालाई त्यसपछि बसन्तसँग भएको कुराहरू पहिलाको सम्झिन्छ, किनकि बसन्त सिर्जनाको पेटमा बच्चा आएपछि म बाउ बन्न पाउने भयो भनेर पहिला यति खुसी भएको हुन्छ। त्यो खुसी अब सबै हराउँछ।
अब सिर्जना वसन्तसँग नजिक हुने माध्यम केही पनि छैन। यो कुराले सिर्जनालाई यति धेरै मन पोल्छ, उनी पागल जस्तो भएकी छिन्। यता वसन्त र केशरी भने उनीहरू दुईजना समय बिताउनको लागि बाहिर घुम्न गएका छन्। यतिकैमा आजको भाग सकिएको छ। बाँकी श्रृङ्खलाहरूमा के हुँदै जान्छ? अब वसन्त र केशरी उनीहरू राम्रोसँग जीवन बिताउन सक्छन्। यता सिर्जनाको पेटमा बच्चा पनि खेर गएको कारणले सिर्जना अब वसन्तसँग अलग्गै बस्छ त। यस्तै जानकारीहरू म दिने नै छु। तपाईँलाई आजको भिडियो कस्तो लाग्यो? कृपया तपाईँहरू मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज लाइक, कमेन्ट, सेयर र सब्सक्राइब गर्न भने नभुल्नुहोला। आजलाई भिडियो यति नै। हवस् त, नमस्कार।